हेलो, यो चाहिँ हाम्रो पुर्खौली गाउँ हो। यो चाहिँ अहिले सडक नयाँ रोड आएको रहेछ। यो रफ बाटो यस्तो भएर चाहिँ ग्रेसी कस्तो लाग्यो? हाम्रो घर चाहिँ त्यो यो माथिको अल्गो रुख देखेको अलिक मुनतिर घर छ, तर यो रुखपातले नदेखिने रहेछ। रोडमा यहाँ छ, रोडदेखि यहाँदेखि चाहिँ उँभो जानुपर्छ। यहाँबाट चाहिँ बाटो छ, गोरेरो बाटो। त्यो रुख अल्गो रुखको मुनिपट्टि चाहिँ यो बाँसको घारी उतापट्टि घर छ है हाम्रो चाहिँ। ग्रेसी राई, कस्तो लाग्यो सोलुखुम्बु? सोलुखुम्बु कस्तो लाग्यो तपाईँले भन्नुहोस्? एकदमै राम्रो छ हो। बाटोमा त हिँड्नु सक्दैन रहेछ हामीहरू, तर पनि अब हिँड्दैछौँ। हजुर, अब एक्सपिरियन्स पनि हुन्छ होला। हजुर, तपाईँको अरू भनाइ के छ? अरू भनाइ यही छ भने चाहिँ यो त हाम्रो पुर्खौली गाउँ हो जस्तो नि भयो होइन। आफ्नो जग्गा, आफ्नो नेचर अनि आफ्नो घर भनेको अर्कै हुँदो रहेछ नि। बाबालाई पनि कति खुसी लाग्थ्यो होला है। जस्तो कि एकदम अब हामीलाई यहाँ मन लाग्दैन, हामीलाई त उता हाम्रै मङ्गलाबारे याद आउँछ। तर पनि लिभिङ अपार्ट हाम्रो यो गाउँ चाहिँ एकदमै दामी है। कति मेहनतिलो मान्छेहरू छ, हामी जस्तै त छैन। बारी कोदो तुम्बको खाने म खाने अब हाम्रो त यस्तो हेबिट छैन नि त नि। छैन। अब हामी त अब किन्दै खाने मान्छेहरू। यहाँ त मान्छेहरू कस्तो गरी खान्छ, जस्तो भए पनि है। बारीमा खट्यो खायो यस्तै हुँदो रहेछ। हजुर, बाबाको लाइफ बाटो कता हो? यस्तो डाँडाकाँडामा बाटो बोल्यो बाटो यस्तो डाँडाकाँडामा लाइफ भन्दा बाबाले चाहिँ बाटै बिर्स्यो अरे हो। अब डाँडाकाँडा यो छ नि, यो बाँसको रुख हो, त्यसको माथि हो। यो अल्गो रुखको माथिल्लोपट्टि हो। अब हामी कहाँबाट जानुपर्छ होला? यहाँबाट यो घरको चेपबाट जानुपर्छ। मलाई कति बिलिने यो चाहिँ पहिला हङकङको लाउरे घर रहेछ है। अहिले मान्छे छैनन्, अहिले चाहिँ रहेछन् कुवेतमा। घर खाली छ यो। हेर्नुहोस् है, माटो र ढुङ्गाको घर। हेर्नुहोस् है, छाना ढुङ्गाकै हो, वाल ढुङ्गा र माटोको। ए पापा, 3 तला यस्तै जग्गामा मेरी बास चाहिँ उयो डाइरेक्ट हुन्थ्यो होइन। मेरी बास चाहिँ भन्ने ल यो घर किनिदिइहालौँ होइन। 1 तला 2 तला 3 तला। छाना चाहिँ कहाँ 3 तला हो? यो ग्राउन्ड फ्लोर भयो, 1 तला हो। छाना चाहिँ ढुङ्गाको हो। हेर्नुहोस्, आँप पनि रहेछ। यो आँप यो हामीले पहिला बचपनमा खाएको आँपको रुख पनि रहेछ। यो भोगटे पनि हामीले बचपनमा खाएको यो अहिले पनि जिउँदै रहेछ हो। याद आयो मलाई। तर यहाँ चाहिँ यसलाई सङ्खत्रा भन्छ हो, उहाँ हामी चाहिँ भोगटे भन्छ। यताबाट यताबाट स्क्वास भन्छ होइन। स्क्वास इङ्ग्लिसमा चाउचाउ भन्छ। यहाँ नेपालमा चाहिँ दैलो भन्दा पनि दैलो यस्तो प्रकारको हुन्छ। यही बन्द छ, मान्छे छैन। यहाँ चाहिँ नेपाल भन्दा पनि हाम्रो बाबाको गाउँ सुलु सलियनमा चाहिँ इस्कुसलाई चाहिँ करेला भन्दो रहेछ हो। अनि हजुर, इस्कुसलाई चाहिँ करेला भन्दो रहेछ। अब करेला चाहिँ के भन्छ भनेर तपाईँहरू मलाई एन्सर दिनुहोस् है। स्टप यहाँको दाजु हुनुहुन्थ्यो हङकङको लाउरे, अहिले चाहिँ युकेमा हुनुहुन्छ। घर चाहिँ यति खर्च गरेर चाहिँ छोडेर हिँडेको छन् है ढुङ्गाको छाना। ओके, हामी चाहिँ उकालो घर जाँदैछौँ। बाटो हेर्नुहोस्, ढुङ्गाको सिँढी चाहिँ भत्किसकेछ।
छिटाइ रात परै म चाहिँ यही कुवाको पानी खाएर हुर्केकै साथीहरू। यहाँ चाहिँ भैँसीको आलो भैँसी खेल्थ्यो। पहिला नि गाइस हामी जब म 7 इयर्सको थियो होइन 7 इयर्सको थियो त्यतिखेर हामीलाई रोमिला दिदी भयो हाम्रो दिदीहरू लिएर यो जग्गा त कति ठुलो लाग्थ्यो हो ठुलो थियो नि पहिला यो जो ढुङ्गा छ नि त्योभन्दा ठुलो थियो अनि भैँसीहरू नुहाउँथ्यो अन्त यहाँ चाहिँ हाम्रो नेचुरल ग्राउन्ड वाटर यहाँ चाहिँ नेचुरल ग्राउन्डेड वाटर अहिले पनि रहेछ मान्छेहरू लोग्छ होला नि यहाँ चाहिँ पहिला नि अहिले नि थाहा छ 7 इयर्सको हुँदाखेरि यहीँबाट पानी लाग्थ्यो डोकोमा यस्तो बोकिकन यहाँ पानी कुवा धाराको पानी कान्छी नानी तर अहिले त बोकेको डोकोमा अहिले त आउँदैन होला है अब घरमा अहिले पाइपमा पानी आयो नि त होइन त मुनिबाट अहिले आउँदैन होला है छ त अन्त यही पानी यहाँबाट जम्मा पारेर ल्याएको यहाँ ए हो र यहीँ पलाउँछ यहीँबाट ऊ त्यहाँबाट पानी निस्किन्छ अरे त्यो त अन्त पाइपबाट हो नि त त्यहीँबाट यहाँ कलेक्सन भएको यहीँबाट यहीँको यो पानी कस्तो चिसो छ होला है अछु पुरा चिसो छ यो पानी अनि यहाँ चाहिँ भैँसीको स्विमिङ पुल थियो अहिले त सानो भएछ अहिले त आउँदैन पनि होला यहाँ चाहिँ हामीलाई यो चाहिँ हाम्रो एउटा दोस्तको घरमा जाँदैछौँ के कस्तो छ तर चिन्दैन होला है भयो भने तपाईँलाई देखाउँछु दोस्त के हाम्रो दाजुहरूको साथी हो हाम्रो दाजु नै पर्छन् यहाँ पर चाहिँ घर छ यो बाटो गोरेटो बाटो यस्तो छ 5 मिनटको बाटोमा नि से हुन्छ मान्छेहरू यहाँ वर्कआउट यहाँ त वर्कआउट गर्नै पाउँदैन यहाँको वर्कआउट त यही हो माथि तल ऊ त्यहाँ घर छ त्यो घर चाहिँ हाम्रो साथीको दाजु घर हो तर चिन्दैन यो चाहिँ आलु पनि रहेछ है आलु हेर्नुहोस् पोटेटो फार्म आलु बल्के त गाली खाया आलु बारी पहाडको बाटो यस्तै हो साह्रो पर्छ गाह्रो पर्छ यहाँ चाहिँ आफ्नो जन्मथला चाहिँ हेर्न आएको है साथीहरू आफन्त मेरो प्यारो दोस्त साथीहरू हेर्नुहोस् ल है सिँढी चाहिँ दामी छ है भाँच्दै भाँचिन्छ नि आमाउ ल फाइनल आइपुग्यौँ साथी दाजु घर चाहिँ तर बन्द रहेछ दैलो यहाँ भन्छन् ढोका दैलो चाहिँ बन्द रहेछन् फर्सी पनि राखेर छन् फर्सी लैजाउँ क्या हो अर्ग्यानिक फर्सी माथिल्लो घर यो चाहिँ हाम्रो पुर्खौलीको जमिन हो पुर्खाको हाम्रै भनौँ न यो जमिन र अलिकति मतलब कि अलिकति डाउन परेको छ रातो माटो यो पारीपट्टि चाहिँ मेरो दिदीको गाउँ हो यो पारी यो गाउँ यो बिचमा मेरो दिदीको घर छ भोलि जानुपर्ने ऊ त्यो बाटो भएर ऊ त्यो पारीको बाटो भएर यसो गरेर रुखले छिरिहाल्यो त्यो गाउँमा चाहिँ मेरो दिदीको घर हो यो चाहिँ जमिनहरू हो अलि बेसी रुखपात भएछ होइन चिने मलाई देखाइ लायो कहिले चाहिँ कहाँ हो के चिनेन हौ सक्ने ठाउँमा चाहिँ अनि घर चाहिँ कहाँ पर्यो मैले चिने अनि चिन्नु त भयो होला अनि हाँसेकोले मलाई थाहा भयो हजुर हाँसेकोले मैले चाल पाएँ
सकिन चिन्नु मलाई चाहिँ ल चिन्नमा को रहेछ खो देख्दै लाग्यो तर यहाँ कुवा सकेन ठमाउनु सकेन मैले चाहिँ म रहेछ हो उयो नेस होइन पारेको हजुर अनि त्यहाँ म आएर देखेँ त्यहाँ अनि कहाँसम्म त म घरमा गएको थिएँ घर बन्द छ तपाईँको अनि म एक्लै छु यहाँ अहिले अनि यहाँ छन् गाई बास्तोहरू अनि यहाँ पनि ल अलिकति विचार गरेर भन्दा म को रहेछ ए मुन्दी जान्छ